दर्शकबिन नमस्कार। आज विश्व वातावरण दिवसको सम्पूर्णमा हार्दिक शुभकामना। मैले जीएस तिरुगा नगरपालिका वडा नम्बर 12 मा पर्ने बिसनपुर पार्कको आज वातावरण दिवसको अवसर पारेर सानो लिएर आएको छु। आज बिसनपुर हरित पार्क पछिल्लो समय स्थानीय बासिन्दा तथा आन्तरिक पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ। हरियाली वातावरण, रङ्गी बिरङ्गी फुलहरू, खुल्ला तथा शान्त परिसर र प्राकृतिक सौन्दर्यले पार्कलाई अझ आकर्षण बनाएको छ। विशेष गरी अहिले फुलहरू फुलेको मौसममा पार्कको दृश्य झन मनमोहक देखिन्छ। बिहान र साँझको समयमा घुम्न आउने, तस्बिर खिच्ने, परिवारसँग समय बिताउने तथा प्राकृतिकको आनन्द लिन चाहने मानिसहरूको उल्लेखनीय उपस्थिति देख्न सकिन्छ। वातावरण संरक्षण र हरियाली प्रबन्धनको सन्देश बोकेको यस पार्कले मनोरञ्जनसँगै मानसिक शान्ति र स्वास्थ्य जीवनशैलीलाई पनि प्रोत्साहन गरिरहेको छ। प्राकृतिकको सौन्दर्य, स्वच्छ वातावरण र रमाइलो अनुभवका कारण बिसनपुर हरित पार्क उदयपुर जिल्लाकै आकर्षण गन्तव्यका रूपमा परिचित हुँदै गएको छ।